ब्लग। आज चाहिँ मैले ब्लग यो भुतखेलको पार्कदेखि स्टार्ट गर्दैछु। हामी चाहिँ पार्कमा आएर पनि अब फर्किन लाग्यो। बल्ल अहिले याद आयो ब्लग बनाउँछु भनेर। अनि मेरो साथीहरू हामी चाहिँ यो सबै घुमेर अब जान लाग्यो। हामी चाहिँ अब अर्बन फार्म जान लाग्यो। अर्बन फार्म चाहिँ 4-5 महिना भयो होला जाने भन्दा भन्दै रोकेर बसेको। कस्तो भयो तिमीहरूको घुमघाम? भयो मजा आयो फुललाई ट्रेन गरेर। भूतले डराउन त दिएन। अब हामी नै हो। वाउ, यस्तो साथीहरू चाहिँ हुनुपर्छ। यो चाहिँ यो कुन के ग्राउन्ड हो यो? फुटबल ग्राउन्डको यो भुतखेल ग्राउन्ड हो अरे। भूत चाहिँ यतातिर 1 2 3 घुम। कतातिर? 1 2 3 मेरो साथीहरू यो चाहिँ भुतखेल पार्क चाहिँ तल छ। यो चाहिँ भुतखेल ग्राउन्ड हो। यतातिर चाहिँ फुटबल क्रिकेट अनि सबै खेलिरहेछन्। अहिले चाहिँ अब हामी अर्बन फार्म जानु लाग्यो। मेरो अर्को साथी हो। म चाहिँ यस्तो रातो भइरहेको छु साथीहरू। म रतुल्ली कलौटी सेतुल्ली 3 जना। कस्तो राम्रो आएको देखेको। अब चाहिँ पानी पर्छ होला। मेरो साउन्ड सुन्दैछ कि सुन्ने छैन थाहा छैन। हामी सस्ता भ्लगर हो। कता हो भनेर यहाँबाट त कति यहीँ जान 10 मिनट जति। साथीहरू हामी चाहिँ ट्याक्सीमा चढेर पनि फेरि बाहिर निस्किसक्यो साथी। पहिले चाहिँ एक्सेप्ट गऱ्यो अनि अहिले चाहिँ बाटो छैन भन्दैछ। त्यही भएर हामी बाहिर निस्किसक्यौँ। फेरि इनड्राइभ गर्दैछौँ। मुड अफ गरिदियो। यो एङ्गलको एक्सपिरियन्स पनि यस्तो नराम्रो भइरहेछ। 3 पटक युज गरेँ, 3 पटक नै क्यान्सल गरिदियो। पछाडि हेर्न सकिन्छ त्यो राम्रो पेन्ट गर्दैछ। गाडी चाहिँ यो अहिले चाहिँ इनड्राइभ गर्दैछौँ। एङ्गलको एक्सपिरियन्स राम्रो भएन। हामी यता लाजिम पार्कदेखि साथीहरू हामी टोखा अर्बन फार्ममा आयो। यो ठाउँ तर पहिले नै देखेको थिएँ। मकैबारी दरेम हरियो काक्रो करम ओ यता त हेर्नु अङ्गुर नै रहेछ। तर यो ठाउँ मैले पहिले नै देखेको याद नै भएन भने। यता हो जाने। इन्ड्राइभमा आएर कपाल त यो के हो रे? यो हाँस अन्स हाँस निसा हाँस अनि यता हाँस। हजुरमा आइपुग्यौँ साथीहरू। यता चाहिँ यस्तो रहेछ। युनाइटेड स्टेटमा मात्रै पाउँदो रहेछ। ब्रह्मपुत्र पत्र रहेछ। पत्र बनायो ट्रेन। सनफ्लावर त सुकेछ। आमा यस्तो गर्दा कुहिन्छ। यस्तो गरेपछि कुहिन्छ अरे। ल ल ल तू क्या बोल रही है? चुप चुप हो जा, 7वीं फेल। अलरेडी कुहिसकेछ।
जाने यतै बस्ने भनेको यता अङ्कलहरूको सजेस्ट गरेको गीत हो अरे र दाइहरू छिटो गीत गाइरहेको अघि चाहिँ हामीले सजेस्ट गरेको गीत गाइरहेको थियो मायामा टोका पाकाहरूले सजेस्ट गरेको Mama,